I'm very thankful to all my people. समय, भोगाई, बुझाई, परिस्थिति, अनुभव सबैका आफ्ना तरिकाका हुन्छन्। लाइफ जिउने आधार भनेको भोगाई रहेछ। त्यसैले अहिले आएर मलाई सधैँ थ्याङ्कफुल भन्न मन लागेको कुरा all my peoples, जसले मलाई जहिले पनि पोइन्ट आउट गरिदिनु भयो। मेरा हरेक गल्ती, हरेक भोगाई, हरेक सिकाई, every step, I'm very different from everyone else. त यस्ती, त उस्ती, त मुखाले, त क्षुद्र हुन्छ नि, हरेक थरी के मैले भोगेको कुरा अनि मेरो एक्सपिरियन्स। I'm very proud of myself. म आफूले आफूलाई धेरै गर्व गर्छु। किनभने नि समय सँगसँगै, मेरो उमेर सँगसँगै, मेरो भोगाई सँगसँगै र मेरो क्षमता अनुसार मैले जवाफ दिन जानेको रहेछु। I'm very proud of myself. आज आएर मैले धेरै कुराको अनुभव गर्दै जाँदाखेरि मेरो उमेर सँगसँगै र मेरो छरछिमेकीहरूको भोगाई र उनीहरूको एजुकेसन अनुसार I'm very, very much educated. So I'm very proud of myself and I'm very thankful to you all. Got my point? And still, I'm still thankful to you, all of you. लाइफमा भेट हुन्छ हुँदैन I don't know. मेरो गल्तीलाई औँलाइदिएको भएर, मेरो हरेक कमजोरीहरूको फाइदा उठाइदिएको भएर, मेरा गल्तीहरूलाई छरपष्ट बनाइदिएको भएर I learned. धेरै कुरा सिके, धेरै कुराको अनुभव गरे अनि धेरै कुरा सिकिरहेको छु। You know what? I don't have much time to express such things. And I know. के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर। Then, again, जसको टाइम छ, जसलाई फुर्सद छ, धेरै फुर्सद हुनेहरूले कुराहरूकै गर्ने हो। Yes, I will still learn, I will still upgrade myself, and I'm still learning. Watch me more, talk about me more. I'm grateful. There is a time, always, you will see me all around. Ciao.